यो हर्कवाद भनेको चाहिँ के हो भन्दाखेरि हर्क भन्ने मेरो नाम हो भने तपाईले बुझ्नुहुन्छ, ठिक छ, त्यो बुझ्दा हुन्छ। तर त्यहाँ त्यसको विश्लेषण, त्यहाँको व्याख्यामा मेरो कहीँ कतै जिकर हुँदैन। हामी हर्कवादमा के भन्छौँ भन्दाखेरि हामी तीनटा कुरालाई आधार मान्छौँ हाम्रो जीवन: प्रकृति, संस्कृति र प्रविधि। राम्रो सुन्नु है, प्रकृति, संस्कृति र प्रविधि। अब यो के हो फेरि सामान्य तरिकाले म बुझाउँछु। प्रकृति भनेको तपाईँको शरीर, तपाईँको शरीर नै हो प्रकृति होइन। यो वन जङ्गल नदी नाला हिमाल भनिराख्नु परेन, तपाईँको शरीर नै तपाईँको प्रकृति हो भनेर बुझ्दा हुन्छ। तपाईँको सोचाइ नै हो संस्कृति, तपाईँ जे सोच्नुहुन्छ त्यही कुरा हो संस्कृति। तपाईँको मनोविज्ञान नै हो संस्कृति है। शरीर प्रकृति भएको कारणले गर्दाखेरि प्रकृतिलाई प्रकृति नै चाहिन्छ होइन। हामीलाई भात खानु परेको, पानी पिउनु परेको किनभने हामी शरीरमा बाँचिरहेको मान्छेको कारण। अब प्रकृतिको तपाईँको अन्तर सम्बन्ध हुन्छ, त्यसले गर्दाखेरि हामी भात खानु परेको, घाम ताप्नु परेको, पानी खानु परेको, यावत कुराहरू प्रकृति। संस्कृति चाहिँ तपाईँको सोच विचार। हामी विभिन्न संस्कृतिमा हुर्केका छौँ यहाँ, त्यसले गर्दा हाम्रो सोच विचार पनि फरक फरक खालको छ। अमेरिकामा जन्मेको एउटा खैरेलाई जबरजस्ती नेपाली बनाउन सकिँदैन हामीले। पोखराको मान्छेलाई धरानको मान्छे जस्तो बनाउन सकिँदैन। गुरुङ संस्कृतिमा जन्मेको एउटा मान्छेलाई राई किराँती संस्कृतिको मान्छे बनाउन सकिँदैन है। त्यो संस्कृति भनेको हाम्रो पिता पुर्खाले लाखौं हजारौं वर्षदेखि, हजारौं लाखौं वर्षदेखि होइन सोच्दै आएको एउटा सोचाइको प्याटर्न हो त्यो। कसरी हामी सोच्छौँ त होइन, के कुरालाई हामी बुझ्छौँ, के कुरालाई बुझ्दैनौँ, के कुरालाई हामी के गर्छौँ भन्ने कुराको जुन एउटा सोचाइ हुन्छ, त्यो सोचाइको प्याटर्न सामान्य तपाईँको चाहिँ हाम्रो तपाईँको चाहिँ मनोविज्ञानलाई चाहिँ हामी संस्कृति भन्छौँ। यो तपाईँले मलाई यसो लगाइदिनु भएको, यो लगाउँदा के हुन्छ भन्ने एउटा संस्कृति हो है। र संस्कृति अनुसारको हाम्रो सोचाइ हुन्छ, सोचाइ अनुसारको हाम्रो बोली हुन्छ, हाम्रो व्यवहार हुन्छ। प्रविधि भनेको चाहिँ के हो भन्दाखेरि हामीले बुझ्छौँ यो मोबाइल हो प्रविधि, चाइनाले बनायो, अमेरिकाको सफ्टवेयर हो, उता विदेशबाट जर्मनीबाट आउँछ, युकेबाट आउँछ, त्यो चाहिँ प्रविधि हो भन्छौँ। तर त्यो होइन। प्रविधि भनेको चाहिँ हाम्रो जीवन सहज बनाउनका लागि हामीले अपनाउने जीवनशैली या विधि, त्यसलाई चाहिँ प्रविधि भन्नुपर्छ। आजभन्दा हजारौं वर्ष पहिला हाम्रो पुर्खाहरूले है नदी तर्नका लागि सुकेको ठुटाको सहारा लिनुहुन्थ्यो। अझै पनि बाँसमाथि तपाईँको तैरिएर तपाईँको चाहिँ हामीले नदीतिर देख्न सक्छौँ, त्रिशुलीमा पनि देख्न सक्छौँ। हुनु त अहिले बाँसको व्यापार गर्नलाई त्यसरी आउनुहुन्छ, बाँस राखेर बाँसमाथि तैरिँदै आगो हाल्दा